अहिले चाहिँ ड्राइभिङ लाइसेन्सको फर्म भर्ने तरिका पुरै चेन्ज गरिएको छ। वेबसाइट नै नयाँ डेभलप गरिएको छ। पहिला हामीले ड्युटिएममा गएर अप्लाई गरिन्थ्यो। सेम पुरानो तरिका अहिले अप्लाई गर्यो भने चाहिँ साइट अनरिचेबल देखाउँछ। त्यहाँबाट चाहिँ फर्म भर्न मिल्दैन। त्यसैले हामीले आजको यो भिडियोमा चाहिँ ड्राइभिङ लाइसेन्सको फर्म कसरी फिलअप गर्ने, प्रक्रिया के हुन्छ सबै बारेमा चर्चा गर्नेछौँ। अहिले फर्म भर्नको लागि नयाँ वेबसाइटमा इन्टर गर्नुपर्ने हुन्छ। वेबसाइटको नाम रहेको छ EDLBRS। यसको मतलब इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम। याद गर्नुहोस्, फरक प्रदेशको लागि फरक वेबसाइट रहेको छ। यसको मतलब यदि तपाईँ बागमतीदेखि हुनुहुन्छ भने EDLBRS.बागमती सर्च गर्नुपर्ने हुन्छ। यदि तपाईँ गण्डकीदेखि हुनुहुन्छ भने चाहिँ EDLBRS गण्डकी सर्च गर्नुपर्ने हुन्छ। यसको मतलब तपाईँले EDLBRS प्लस तपाईँ बस्ने प्रदेशको नाम चाहिँ इन्टर गर्नुपर्ने हुन्छ। म फेरि पनि रिपिट गर्छु, तपाईँको पर्मानेन्ट एड्रेस एकातिर छ त्यसको मतलब भएन। तपाईँ जहाँ हुनुहुन्छ, तपाईँले जहाँबाट आफ्नो ड्राइभिङ लाइसेन्स निकाल्न चाहनुहुन्छ, EDLBRS प्लस त्यो प्रदेशलाई चाहिँ इन्टर गरेर पहिलो वेबसाइटलाई ओपन गर्नुहोस्। अहिले चाहिँ म बागमतीमा बस्छु, मैले बागमतीबाट चाहिँ ड्राइभिङ लाइसेन्स निकाल्दैछु। तपाईँले माथिपट्टि डोमेन हेर्नुहोस्, EDLBRS.bagmati.gov.np रहेको छ। अब ड्राइभिङ लाइसेन्स निकाल्नको लागि पहिलो अप्सनलाई चुज गर्नुहोस्। यदि तपाईँले पहिलोपटक लाइसेन्स निकाल्दै हुनुहुन्छ भने पहिलो अप्सन न्यू लाइसेन्समा क्लिक गर्नुहोस्। यदि तपाईँसँग पहिलो एउटा लाइसेन्स छ, अर्को क्याटेगोरीको लाइसेन्स निकाल्दै हुनुहुन्छ भने एड क्याटेगोरीमा क्लिक गर्नुहोस्। लाइसेन्स रिन्यू गर्नु परेमा थर्ड अप्सन, लाइसेन्सको कपी निकाल्नु परेमा फोर्थ अप्सन, लाइसेन्सको डिटेल चाहिएमा फिफ्थ अप्सन। अहिले चाहिँ मैले न्यू लाइसेन्सको लागि फर्म फिलअप गर्दैछु, त्यही भएर म फर्स्ट अप्सन चुज गर्छु। अब यहाँ तपाईँको तीनटा अप्सन आउँछ। पहिलो अप्सन रहेको छ नेसनल आइडीबाट फर्म फिलअप गर्ने, दोस्रो भनेको नागरिक एपबाट फर्म फिलअप गर्ने र थर्ड अप्सन भनेको चाहिँ पासपोर्टदेखि, जुन चाहिँ फरेनरको लागि मात्र हो। तपाईँको फर्स्ट एन्ड सेकेन्ड अप्सन चाहिँ लगभग एउटै हो। यदि तपाईँले आफ्नो नागरिक एपमा चाहिँ नेसनल आइडी जुन चाहिँ फर्स्ट अप्सनमा रहेको छ त्यो एड गर्नु भएको छ भने चाहिँ एउटा क्युआर स्क्यान गर्नुभयो भने अटोमेटिक भेरिफाई हुन्छ। यदि नागरिक एप चाहिँ युज गर्नुहुन्न भने तपाईँले म्यानुअली आफ्नो नेसनल आइडीको नम्बर चाहिँ इन्टर गर्नुपर्ने हुन्छ। सेकेन्ड अप्सन जस्ट सजिलोको लागि हो, तर दुईटैको लागि चाहिँ परिचय पत्र अथवा नेसनल आइडी हुन जरुरी छ। यदि परिचय पत्र छैन भने तपाईँले यो फर्म फिलअप गर्न सक्नुहुन्न। सुरुमा तपाईँले आफ्नो परिचय पत्र निकाल्नुपर्छ। परिचय पत्रको कसरी फर्म भर्ने मैले यो सम्बन्धी भिडियो बनाइसकेको छु, माथि आई बटनमा आएको होला, क्लिक गरेर हेर्न सक्नुहुन्छ। यदि छ भने तपाईँले सजिलै फर्म भर्न सक्नुहुन्छ। अहिलेको यो सिस्टममा चाहिँ फर्म भर्ने तरिका एकदमै इजी छ, तर यसमा तीनवटा मेन लिमिटेसन रहेका छन्। पहिला म तपाईँलाई फर्म भर्न सिकाउँछु अनि हामी लिमिटेसनको बारेमा चर्चा गर्छौँ। म पहिलो अप्सन चुज गर्छु र अब यहाँ मागेको सबै डिटेलहरू फिल गर्छु। यो डिटेल चाहिँ आफ्नो परिचय पत्र अनुसार चाहिँ फिल गर्नुहोस्। तपाईँले परिचय पत्र दर्ता गरिसकेपछि एउटा प्रिन्ट पाउनुहुन्छ, त्यही प्रिन्ट अनुसार तपाईँले फिलअप गर्न सक्नुहुन्छ। कार्ड चाहिँ नेसेसरी छैन। सुरुमा आफ्नो फुल नेम इन्टर गर्नुहोस्, आफ्नो परिचय पत्रको नम्बर इन्टर गर्नुहोस्, डेट अफ बर्थ इन्टर गर्नुहोस्। यसमा एउटा लिमिटेसन रहेको छ, म अहिले भन्छु। अर्को जेन्डर चुज गर्नुहोस्, त्यसपछि मोबाइल नम्बर इन्टर गर्नुहोस्। यसमा पनि एउटा लिमिटेसन रहेको छ। सबै इन्फर्मेसन फिलअप गरिसकेपछि कन्टिन्यूमा क्लिक गर्नुहोस्। तपाईँको इरर सो हुनसक्छ। इरर सो गरे तापनि तपाईँले कन्टिन्यूमा 2-3 पटक क्लिक गर्नुभयो भने प्रोसिड हुन्छ। यो चाहिँ नयाँ सिस्टम हो, नयाँ वेबसाइट हो होइन, यसमा टन्नै बगहरू रहेका छन्, टन्नै इररहरू रहेका छन्। तपाईँको फोन नम्बरमा एउटा ओटिपी जान्छ, त्यो ओटिपी हालेर चाहिँ प्रोसिड गर्नुहोस्। मैले तपाईँलाई भने यसमा दुईटा लिमिटेसन छ। एउटा डेट अफ बर्थमा लिमिटेसन छ, तपाईँ 18 वर्ष पुगेकै हुनुपर्छ, कटेकै हुनुपर्छ होइन। 18 वर्षभन्दा कम हुनुहुन्छ भने तपाईँले फर्म फिलअप गर्न मिल्दैन। अर्को भनेको चाहिँ मोबाइल नम्बर तपाईँको नाममा चाहिँ दर्ता भएको हुनुपर्छ। पहिलो तपाईँले परिचय पत्र दर्ता गर्दाखेरि जुन नम्बर राख्नु भएको थियो त्यही नम्बर यहाँ इन्टर गर्नुपर्ने हुन्छ। दोस्रो भनेको त्यो नम्बर चाहिँ तपाईँकै नाममा हुनुपर्छ, अनि मात्र तपाईँले आफ्नो ड्राइभिङ लाइसेन्सको फर्म फिलअप गर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ म्याक्सिमम इन्फर्मेसनहरू आफै फिल गरिएको हुन्छ। तपाईँले जस्ट अब टेम्पोरेरी एड्रेस चाहिँ फिलअप गर्नुहोस्। त्योभन्दा पहिला चाहिँ आफ्नो नागरिकताको फ्रन्ट साइड फोटोलाई यहाँ अपलोड गर्नुहोस्। यहाँ समस्या के छ भन्दा हामीले चाहिँ बोथ साइडको फोटो चाहिँ अपलोड गर्न मिल्दैन, न त पिडिएफ अपलोड गर्न मिल्छ, न त एकैचोटि हामीले दुईटै साइडको फोटो चाहिँ अपलोड गर्न मिल्छ। त्यही भएर चाहिँ तपाईँले फ्रन्ट साइड अपलोड गर्नुभयो भने पुग्छ। तपाईँको पर्मानेन्ट एड्रेस चाहिँ अलरेडी फिल भएको हुन्छ, तपाईँले जस्ट अहिले बस्ने टेम्पोरेरी एड्रेस चाहिँ फिलअप गर्नुहोस्। सुरुमा तपाईँले आफ्नो प्रोभिन्स चुज गर्नुहोस्। अहिले बस्ने चाहिँ प्रोभिन्स चुज गर्नुहोस्, मैले बागमती सिलेक्ट गर्छु। त्यसपछि डिस्ट्रिक्ट कुन चुज गर्नुहोस्, नगरपालिका अथवा गाउँपालिका चुज गर्नुहोस्, वार्ड नम्बर कतिमा पर्छ त्यो चुज गर्नुहोस्, टोलको नाम दिनुहोस् अथवा चोकको नाम दिनुहोस्। तपाईँले यति फिलअप गरे पुग्छ। अब तपाईँले सबमिट एप्लिकेसनमा क्लिक गर्नुहोस्। अब तपाईँले कुन क्याटेगोरीको चाहिँ लाइसेन्स निकाल्दै हुनुहुन्छ त्यो क्याटेगोरी चाहिँ यहाँ सिलेक्ट गर्नुहोस्।
यदि मोटर बाइक हो भने ए चुज गर्नुहोस्, यदि कार हो भने बी चुज गर्नुहोस्। अब आफूले निकाल्न चाहेको चाहिँ लाइसेन्सको क्याटेगोरी कुन हो त्यो चुज गर्नुहोस्। चुज गरिसकेपछि सबमिट एप्लिकेसनमा क्लिक गर्नुहोस्। अब तपाईँको मेडिकल सेक्सन खुल्छ। जुन यहाँ डाउनलोड एप्लिकेसन भनेको छ त्यो एप्लिकेसनलाई डाउनलोड गर्नुहोस्। अब फेरि प्रोसिड गर्नुहोस्। अब यहाँ तपाईँको चाहिँ डक्टरको लिस्ट आउँछ। यहाँ डक्टरको नाम रहेको छ, फोन नम्बर रहेको छ अनि लोकेसन रहेको छ। अब तपाईँ अहिले जहाँ बस्नुहुन्छ त्यो लोकेसनबाट नजिक पर्ने कुनै पनि एउटा डक्टरलाई भेट्नुहोस् अनि त्यो जुन तपाईँले डाउनलोड गर्नु भएको थियो नि तपाईँको त्यो पिडिएफमा चाहिँ एप्लिकेन्ट आइडी रहेको छ, डक्टरले मेडिकल गरिदिन्छ अनि अनलाइनमा चाहिँ इन्टर गरिदिन्छ, डेटा हालिदिन्छ। त्यसपछि तपाईँको यहाँ मेडिकल पनि टिक देखाउँछ, डक्टरले गरेको सबै टेस्टहरू यहाँ देखाउँछ। अब हामीले मेडिकल पास गरिसकेपछि हामीले वेट गर्नुपर्छ अफिस एप्रुभलको लागि। याद गर्नुहोस् तपाईँले बायोमेट्रिक दिन चाहिँ पर्दैन। तपाईँले जुन परिचय पत्र बनाउँदाखेरि जुन बायोमेट्रिक दिनुभएको थियो त्यो अटोमेटिकली यहाँ आउँछ। अबदेखि चाहिँ लाइसेन्सको फर्म फिलअप गर्दाखेरि यातायात गएर लाइन बस्नु पर्दैन, तपाईँले बायोमेट्रिक नै दिनु पर्दैन, जस्ट मेडिकल गर्न गए पुग्छ। तपाईँको प्रोसेस भनेको सुरुमा फर्म फिलअप गर्ने, डक्टरलाई भेट्ने अनि घर फर्किने, त्यसपछि चाहिँ अफिस एप्रुभलको वेट गर्ने। अहिलेको सिस्टम एकदमै स्लो छ, यातायातमा पनि काम एकदम स्लो भइरहेको छ, त्यही भएर चाहिँ यो एप्रुभल हुन एकदम टाइम लिइरहेको छ। एप्रुभ भइसकेपछि इक्जाम फी पनि अनलाइनबाटै पे गर्ने। रिटन इक्जाम दिनको लागि तपाईँ फिजिकली नै जानु पर्यो, त्यसपछि ट्रायल दिन जानु पर्यो। ट्रायल दिइसकेपछि फेरि पनि पेमेन्ट गर्नुपर्ने हुन्छ, त्यो पनि अनलाइन गर्न मिल्यो। त्यसपछि तपाईँको लाइसेन्स जेनेरेट हुन्छ अनि 24 घण्टाभित्रमा चाहिँ प्रिन्ट हुन्छ भनिएको छ। लेट्स सी भविष्यमा के हुन्छ। यदि तपाईँलाई यो सम्बन्धी कुनै पनि समस्या आएमा चाहिँ हामीलाई मेसेज गर्न सक्नुहुन्छ, हामी तपाईँलाई हेल्प गर्छौँ लाइसेन्सको फर्म फिलअप गर्नको लागि। तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने भिडियोलाई एक लाइक अनि च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। हामी फेरि मिल्छौँ अर्को भिडियोमा। टिल देन टेक केयर, बाई बाई।